धेरै यतिमान आजको हाम्रो यात्रा एकदम रमणीय रहेको छ। मामा भान्जीको हामी हिँडेका चाहिँ सुटिङको क्रममा हिँडेका ढुङ खर्क भन्ने ठाउँ हिँडेका घुमै भयौँ। यो कस्तो ढुङ्गो भएको ठाउँ रहेछ, भेटाउँदै सक्दिनँ भन्नाले पनि हल्का हामीले बाटो बिर्सेर कता मोट्यो कलाती आइपुग्यो। कलातीबाट सोध्दै कस्तो भिर पाटा पहिरो गएको ठाउँ घुम्दै हामी बस्दैछौँ। हाम्रो आशाको ठाउँमा आयौँ। मामा हामी यात्रा कस्तो लाग्यो? एक नम्बर झकास यात्रा, एकदम यात्रा जारी छ, निरन्तर छ। अगाडि हेर्ने पर्ने छ, क्यामेरातिर हेर्न पाएन। अगाडि गाडी गम्ल्याङ्ग भयो भने मामा भन्दी चित जय हो। बाटो एकदम डेन्जर छ साथीहरू। मामाले अब ड्राइभर हुनुभएको छ, आज कुदाउनै पऱ्यो होइन। म चाहिँ यहाँ बसिरहेको छु, बस्नेलाई त यति गाह्रो भइरहेको छ भने झन् कुदाउनेलाई कस्तो गाह्रो भइरहेको त्यो कल्पनै गर्न सक्दिनँ म। चिप्लो पनि त लाग्यो, माथि पहिरोहरू पनि गएका छन् ठाउँमा। यही ढुङ्गा पनि छन्, सबै थरीको बाटोको हामीले आज अनुभव बटुलेका छन्। ढिलो पनि छ बाटोमा, हेर्नुहोस्। अब के भन्नु र, यात्रा एकदम कष्टदायक दुःखदायी हुँदाहुँदै पनि हामी रमाउँदै हिँडिरहेका छौँ। हाम्रो गन्तव्यतिर लम्किरहेका छन्। आशा छ कि हाम्रो गन्तव्यको ठाउँ हामी चाँडै पुग्नेछ नि त। सुटिङ स्पोटमा गएर आज मेरो मामाको पहिलो सुटिङ आमाले पहिलो अनुभव बटुल्दै हुन्छ। पहिलो अनुभव पनि एकदम बाटोको अनुभव पनि राम्रोसँग बटुल्नु भएको छ। सुटिङको अनुभव पनि राम्रोसँग बटुल्नु हुन्छ भन्ने आशा छ। अरू के भन्नु, अरू अब बाँकी अहिले सुटिङ स्पोटमा गएर भनौँ न। ओके, बाई। मामा केही भन्नु छ कि लास्ट? ल बाकी अब ब्रेक के बाद फिर मिलेंगे दूसरा सेक्टर में। बाय बाय। ओके, बाई।